आज हामीले यो भिडियोमा हेर्छौं सिन्टेक मिडिया कन्भर्टरलाई फाइबर केबलसँग कसरी कनेक्ट गर्ने। अनि दुई कोइल फाइबर केबल छ भने त्यसलाई एक अर्कासँग गाँसेर अनि लामो बनाएर त्यसलाई कसरी युज गर्ने त्यो पनि हामीले यो भिडियोमा हेर्छौं। मिडिया कन्भर्टरको यो दुईटा पार्ट हुन्छ। यो हाम्रो फाइबर केबल 50 मिटरको छ, यो चाहिँ 200 मिटरको छ। अब फर्स्टमा हामीले यसमा कनेक्सन गरेर देखाउँछौं। नयाँमा केबलमा चाहिँ एउटा यसको ज्याकमा हेर्नुहुन्छ भने एउटा प्रोटेक्टर आउँछ, यसलाई चाहिँ झिक्नु पर्छ। यो झिकेर बल्ल युज गर्न पाइन्छ। मिडिया कन्भर्टरको यो पोर्टमा चाहिँ ज्याक मिलाएर हाल्ने अनि जहिले पनि ज्याक लगाउँदाखेरि केबल समातेर हैन ज्याकको यो पार्ट समातेर अनि लगाउनु पर्छ, नभए वायर ड्यामेज हुन सक्छ। अनि केबललाई कहिले पनि तान्दाखेरि अथवा कुनै पनि कन्डिसनमा यो केबल जुन छ 90 डिग्रीमा पुरै यसरी चाहिँ कुन्ना मिलाएर मोडिनु भएन। 90 डिग्रीमा यो केबल मोडियो भने केबल ड्यामेज हुन्छ र काम गर्दैन। पावर दिइसकेपछि हामीले एउटा RJ45 बाट एउटा टुप्पोबाट कुनै सिग्नल इन गर्छौं अनि यताबाट आउट गर्छौं। जुनबाट इन र जुनबाट आउट गरे पनि फरक परेन। दुई कोइल केबललाई दुईटा केबललाई एक अर्कासँगै जोइन गरेर युज गर्नु पर्यो भने एउटा जोइन्टर आउँदो रहेछ यस्तो। यो जोइन्टर चाहिँ चाहिन्छ। यसलाई के गर्ने, एक पट्टीको टुप्पो एकतिर हाल्ने, अर्को पट्टी यसरी हाल्ने, यो ठ्याक्कै जोइन्ट भयो। अनि त्यसपछि यो अर्को भागलाई जुन छ लास्टमा यता मिडिया कन्भर्टर जोड्ने। अब चाहिँ हामीले ठ्याक्कै दुवैपट्टि पावर दिएर अनि RJ45 ज्याक जोडेर यसलाई युज गर्दा हुन्छ। यहाँ हेर्न सक्नुहुन्छ मैले भने अनुसार नै कनेक्सन गरिसकेको छु। यो भनेको हाम्रो नेटवर्कबाट आएको तार इन गर्यो अनि यो जोइन्टरबाट दुईटा कोइललाई जोइन्ट गरेर अर्को टुप्पोबाट मैले यता NVR मा दिएको अनि क्यामेरा चलिरहेछ मजाले। यसरी नै हो सिन्टेक मिडिया कन्भर्टरलाई फाइबर केबलसँग कनेक्ट गर्ने तरिका। यो भिडियो हेर्नको लागि धन्यवाद। Dance with me. Back and forth. Move my body.